मैले पत्रकारिता सुरु गर्ने बेलामा आजको जस्तो टेक्नोलोजीहरुको विकास भइसकेको थिएन। आज त केही नजानेपछि गुगललाई सोधे भयो, च्याट जीपीटीलाई सोधे भयो, अथवा अन्य यावत प्लेटफर्महरु छन्। म जब चेट खुल्ने भयो, म जब थाहा पाउने भएँ, त्यसपश्चात चाहिँ म समाजका विकृति, विसंगति, व्यथितिहरुको विषयमा चाहिँ भन्न चाहन्थे कि आफूले लागेको कुराहरु चाहिँ भन्न चाहन्थे। त्यो क्षेत्र चाहिँ कुन हो त भनेर खोज्दै जाँदाखेरि मलाई अलि सहज अथवा अलि ठूलो फराकिलो क्षेत्र अथवा त्यो बेलामा हामीले सिकाइ समाजलाई रिप्रेजेन्ट कसरी गर्ने भन्ने विषयमा चाहिँ त्यो बेला चाहिँ हाम्रो सिकाइमा अथवा हामी भन्दा अग्रजहरुले देखाएको बाटो पनि पत्रकारिता भयो। जात व्यवस्था उन्मूलन गर्नको निमित्त व्यवस्थाकै विकल्प खोज्नु पर्यो पहिलो कुरा त। भनेपछि अहिलेको यो व्यवस्थालाई चाहिँ परिवर्तन गर्नु पर्यो। सम्भव छ, किन नहुने? किन सम्भव छ भने आजसम्म जतिवटा व्यवस्था चेन्ज भयो त्यो त लडेर आएको हो नि त। जात व्यवस्थासँगै जोडिएर कुराकानी गर्दाखेरि तपाईँ अब धर्म कर्ममा पनि विश्वास गर्नुहुन्न र हामीले देखिरहेछौँ। अब हामी त धेरै सङ्गत भइसक्यो। अब तपाईँले दसैँ तिहार चाडपर्व केही पनि मान्नुहुन्न। खास तपाईँको धर्मसँग नैराश्यता चाहिँ किन? यो चाहिँ एकदम कम मान्छेले बुझेको र धेरै मान्छेले बुझ्न आवश्यक मध्येको एउटा यो पनि हो। नमस्कार, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। आज म लामो समयपछि यहाँहरूको माझमा उपस्थित भएको छु। एकजना एकदमै मनको मान्छे लिएर, मेरो आदरणीय दाइ, उहाँसँग धेरै सहकार्य भयो, तर यसरी कुराकानी गर्ने, यसरी एउटै फ्रेममा कैद हुने अवसर कहिले मिलेको थिएन। अब हामी कुरा गर्नुपर्छ जस्तो लागेर मैले आज लिएर आएको छु। जसिन्द्र श्रीपाली हुनुहुन्छ। उहाँ के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, उहाँको बारेमा कुराकानीमै थाहा भइहाल्छ, थाहा नभएका जतिलाई, र थाहा भएका जतिलाई चाहिँ उहाँले अझ राम्रोसँग आफ्नो बारेमा बताउनुहुनेछ। आउनुहोस्, दाइलाई स्वागत गरौँ। दाइ, स्वागत छ कार्यक्रममा। धन्यवाद भाइ। अनि दाइसँग एकदमै यो के अरे अनौपचारिक रूपमा यसरी कुराकानी त हाम्रो भइ नै राख्छ हरेक विषयवस्तुमा, तर यो क्यामेराकै अगाडि आएर बोल्दा चाहिँ अलिक गाह्रो पो भइरहेको छ। होइन, हामी एकदम फेमिलियर मान्छे हौँ होइन, एकदम नजिकको मान्छे। जसो गरी कम्फर्ट हुन्छ त्यसै गरी कुराकानी गरौँ। धेरै कुराहरू छन् क्या दाइसँग गर्नको लागि, तर हाम्रो त भइरहेको छ। धेरै मान्छेका कुराहरू छन्। आज धेरै मान्छेहरूले एकदमै तपाईँप्रति धेरै दृष्टिकोणबाट उहाँहरूले बुझिराख्नु भएको छ। आज उहाँहरूलाई पनि बुझ्ने अवसर मिलोस् कि जसिन्द्र श्रीपाली यस्तो मान्छे रहेछ भनेर यी विषयवस्तुहरूलाई म कोट्याउन चाहन्छु आजको बसाइमा चाहिँ। विशेष गरी दाइको पत्रकारिता कसरी सुरु भयो, कसरी यो फिल्डमा आउनुभयो? अब त लगभग अब तपाईँको 1 दशक बितिसक्यो यही क्षेत्रमा। कसरी चाहिँ तपाईँलाई यो क्षेत्रले तान्यो? यो त निकै रमाइलो पनि छ, निकै गहिरो पनि छ कि मेरो पत्रकारिता यात्राको भाइले भने जस्तै एउटा दशक सकियो र करिब यो 12औं वर्षको यात्रामा छु म। मफसलको मेरो गाउँ चाहिँ भाइ र मेरै भनौँ न कि हामी तमानखोला गाउँपालिकाको एकदम दुर्गम ठाउँबाट आएको हो र मेरो पत्रकारिता यात्रा चाहिँ रेडियो ढोरपाटनबाट सुरु भएको हो। बागलुङको सामुदायिक रेडियो र अहिले पनि सञ्चालनमा छ। पछि त्यही रेडियोमा भाइ पनि त्यहीँबाट फेरि यात्रा सुरु भयो भाइको पनि। र म त्यहाँ हुँदै आज देशको राजधानीमा विभिन्न मिडिया हुँदै आज चाहिँ म आर्थिक भोइसको सहसम्पादकको रूपमा कार्यरत छु। यो निकै लामो यात्रा भयो र यो पत्रकारिता आउनु पछाडिको कारण पनि सँगै जोडिएर आउँछ होला, किन आइयो भन्ने कुरा पनि हुन्छ होला कि म जब चेट खुल्ने भयो, म जब थाहा पाउने भएँ, त्यसपश्चात चाहिँ म समाजका विकृति, विसंगति, व्यथितिहरुको विषयमा चाहिँ भन्न चाहन्थे कि आफूले लागेको कुराहरु चाहिँ भन्न चाहन्थे। त्यो क्षेत्र चाहिँ कुन हो त भनेर खोज्दै जाँदाखेरि मलाई अलि सहज अथवा अलि ठूलो फराकिलो क्षेत्र अथवा त्यो बेलामा हामीले सिकाइ समाजलाई रिप्रेजेन्ट कसरी गर्ने भन्ने विषयमा चाहिँ त्यो बेला चाहिँ हाम्रो सिकाइमा अथवा हामी भन्दा अग्रजहरुले देखाएको बाटो पनि पत्रकारिता भयो। र त्यसो भइसकेपछि चाहिँ पहिलो कुरा चाहिँ म त्यो आफूले लागेका कुराहरु भन्नको लागि पत्रकारिता रोजेँ। अनि अर्को भनेको चाहिँ संगतहरुले पनि दोहोर्याउँदै ल कि म भन्दा अग्रजहरु पत्रकारिता गर्नुहुन्थ्यो, उहाँहरुकै सिको पनि भयो। र तेस्रो भनेको चाहिँ अहिले किन गरिरहेको छु भने चाहिँ अहिले पनि गर्नु पछाडिको कारण चाहिँ एक त आवश्यकता पनि यही बन्यो, म बाँच्ने कुरासँग पनि जोडिएको छ यो हैन। र अर्को कुरा चाहिँ
मैले एक व्यक्तिसँग भन्ने कुरा र पत्रकारिताको माध्यमबाट भन्ने कुरा निकै फरक छ। एक व्यक्तिलाई भन्ने बेलामा कम्तीमा एउटा व्यक्तिसँग 5 मिनट लाग्छ एउटा कुरा भन्नलाई, तर पत्रकारिताको माध्यमबाट म एकपटकमा विश्वभरका मान्छेहरूसँग जो कनेक्ट हुनुहुन्छ उहाँहरूलाई एकपटकमा विश्वभरको मान्छेलाई भन्न सक्छु कि त्यही 5 मिनटमा। यसकारण पनि यो क्षेत्र रोजेको हो भन्ने लाग्छ। यसको उतार चढाव त निकै लामो छ। यसको फेयरिस्टहरू त त्यो कति काली लाग्दो पनि छ, कति रहर लाग्दो पनि छ। थोरै म चाहिँ जोड्न किन खोजिरहेको छु भने अब धेरै अब पछि आउने पुस्ताहरूलाई पनि जस्तो तमानखोलाबाटै आउने पुस्ताहरूलाई चाहिँ पत्रकारिताको बारेमा रुचि हुनसक्छ। उहाँहरूले चाहिँ कसरी अगाडि बढ्दा अथवा आफूभन्दा अग्रजको अनुभव कस्तो छ त्यो सुन्न पनि रुचाउने भएको हुँदाखेरि थोरै यस्तो हो। पत्रकारिता पेसा आफैमा असाध्यै जिम्मेवारबोधक पेसा पनि हो, निकै गहिरो पनि छ। यसको अर्थ त्यति सामान्य पनि छैन। अहिले कस्तो भयो भने पत्रकारितामा आउने चाहिँ सोखिन पुरा गर्ने, आफूलाई यसो फ्रेममा देखाउने अथवा कतै लेख्ने बोल्ने कुरा कहीँ कतै खोज्दा आफ्नो नाम भेटियोस् भन्ने मात्रै छ। अहिलेको पत्रकारिता चाहिँ नयाँ पुस्तामा हुन त अझै अब्बल पुस्ता पनि आइरहेको छ, तर त्यति धेरै डेडिकेट देखिँदैन कि। तर हामी चाहिँ निकै सङ्घर्ष गरेर आएको पत्रकारितामा। मैले पत्रकारिता सुरु गर्ने बेलामा आजको जस्तो टेक्नोलोजीहरूको विकास भइसकेको थिएन। आज त केही नजानेपछि गुगललाई सोधे भयो, च्याट जिपिटीलाई सोधे भयो, अथवा अन्य यावत प्लेटफर्महरू छन्। तर त्यो समयमा हामी यस्तो अवस्थामा पत्रकारिता सुरु गरेको हो जति बेलामा चाहिँ हामी युट्युबसम्म पनि सर्च गर्दैनथ्यौँ होइन। हामी कुनै कार्यक्रम बनाउनु पऱ्यो भने असाध्यै रचनात्मक सृजनात्मक बनाउँथ्यौँ। म केही साहित्यिक कार्यक्रमहरू चलाउँथेँ अनि त्यसको लागि 2-3 दिन अगाडिदेखि हामी प्रिपेयर गर्थ्यौँ। स्क्रिप्ट लेख्ने होस् कि होइन, त्यसमा कन्टेन्ट बनाउने कुरा एकदम सृजनात्मक हुन्थ्यो, एकदम अर्ग्यानिक हुन्थ्यो होइन। त्यो सहयोगी माध्यमहरू चाहिँ प्लेटफर्महरू चाहिँ के मात्रै हुनसक्थ्यो भने केही पुस्तकहरू हुनसक्थ्यो, होइन भने त समाजका कुरा के छ त्यसलाई नै हामी बुनेर त्यो कार्यक्रम मार्फत प्रस्तुत गरिन्थ्यो। अनि त्यसो हुनाले चाहिँ हामीले असाध्यै कष्टकर यात्रा सुरु गरेको र हामीले चाहिँ सोखिन मात्रै पुरा गर्नलाई पत्रकारिता गरिएन। समाजका विद्यमान समस्याहरूलाई यहाँबाट निग्रह गर्न सकिन्छ, कम्तीमा साझा गर्न सकिन्छ, बाहिर ल्याउन सकिन्छ भन्ने चाहिँ लागेरै सुरु गरिएको, होइन भने त यत्रो 12 वर्षको यात्रा पार गर्न सकिँदैन थियो होला। र अघि भाइले भने जस्तै सङ्घर्षका कुराहरू असाध्यै धेरै छ। तर के हो भने यसमा एकदम बुझ्नुपर्ने कुरा चाहिँ सुरुमा लोड बोक्न चाहिँ गाह्रो हो। जस्तो म 80 केजीको मान्छे छु होइन, म 80 केजी मानौँ, म 60-65 केजीको मान्छे छु, मलाई 100 केजीको भारी बोकाइदियो भने गरुङ्गो हुन्छ नि होइन। तर त्यो गरुङ्गो चाहिँ कति बेला हो भने उठ्न नसक्दा मात्रै हो। उठिसकेपछि मान्छे हिँड्न सक्छ। यस कारणले सुरुवातीमा चाहिँ असाध्यै गाह्रो हुन्छ, तर जब त्यो कुरामा भिजिसक्यो उठिसक्यो भने चाहिँ हिँड्न मुस्किल चाहिँ हुँदैन, गन्तव्यमा पुगिन्छ। यसकारण त्यही यात्रा चलिरहेको छ। पत्रकारितामा तपाईँको यति लामो अनुभव त छँदैछ, रहिरहँदा पनि देशैभरि पत्र पत्रिकाको आवश्यकता छ, सञ्चार माध्यमको अझै कति महत्त्व छ भन्ने कुरा त हामीले देखि नै रहेको छौँ। तमानखोलामै केन्द्रित रहँदाखेरि त्यहाँ पत्रकारिताको कतिको आवश्यकता छ र समाज रूपान्तरणको लागि त्यहाँ कस्तो भूमिकाहरू खेल्न सक्ला? यो तमानखोलाको हकमा मात्रै होइन, 753वटै स्थानीय तहमा पत्रकारिताको असाध्यै ठुलो आवश्यकता छ। त्यसमाथि पनि हाम्रो जस्तो गाउँपालिकामा, हाम्रो जस्तो दूरदराजको क्षेत्रमा, हामी बागलुङको सबैभन्दा पश्चिम गाउँपालिका हाम्रो पर्छ, त्यहाँ त असाध्यै आवश्यकता छ। किनभने पत्रकारिताको बुझाइ, पत्रकारिताको दृष्टिकोण मान्छेहरूलाई असाध्यै कम छ, त्यो प्रति मान्छेहरूको दृष्टिकोण असाध्यै साँघुरो छ। यो यति ठुलो प्लेटफर्म हो कि एउटा क्यामेरा, एउटा कलम, एउटा लेख्ने कुराले मान्छेको जीवन खरानी बनाउन पनि सक्छ होइन, र मान्छेको जीवन अकल्पनीय गतिमा पनि पुर्याउन सक्छ। यसको ताकत त्यति धेरै छ कि यसको शक्ति। र पत्रकारिता निष्पक्ष हुनुपर्छ, तथ्य र प्रमाणमा आधारित हुनुपर्छ, कसैलाई मिथ्या आरोप लगाएको भरमा गरिनु हुँदैन। आजको मितिसम्म हाम्रो करियरमा किन दाग लागेन भने हामीले कसैलाई पनि हारगुहार गरेर पत्रकारिता गरिएन, कसैलाई पनि जोगाउन र बचाउनको लागि गरिएन, र कसैको पनि भ्रमको निमित्त पत्रकारिता गरिएन। यसकारण पनि तमानखोलाको हकमा त असाध्यै आवश्यक छ। त्यहाँका मान्छेहरूको चेतना स्तर वृद्धि गर्नको लागि पनि, त्यहाँका व्यथिति विकृतिहरू विसङ्गतिहरू बाहिर ल्याउनको लागि पनि होइन, यावत पुरा समग्र कुरा बाहिर ल्याउनको निमित्त पनि असाध्यै त्यसको कुनै मापकै छैन यति भन्ने होइन। यति धेरै आवश्यकता छ कि
जुन हाम्रो कल्पनाभन्दा पनि बाहिर छ कि त्यति धेरै खाँचो छ भन्ने लाग्छ मलाई चाहिँ। यो पत्रकारिता समाजको लागि समाज सेवाको लागि एउटा फरक पाटो त छँदैछ। यसले नै समाजलाई फेरि अर्को दिशातिर पनि लैजान सक्छ। रहँदा रहँदै पनि तपाईँ फेरि जात व्यवस्था उन्मूलन मोर्चामा पनि संलग्न हुनुभयो। यो कतिको आवश्यकता थियो र यो जात व्यवस्था भनेको के हो? म यसमा पनि थोरै प्रकाश पारिदिनु हुन अनुरोध गर्छु। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो विषय हो। यो विषयमा चाहिँ अलिकति बोल्नुपर्छ भन्ने मलाई लाग्छ। नेपाली समाजको विद्यमान समस्याहरूमध्ये नेपाली समाजको विकास हुन अवरोध पुर्याउने मध्येको एउटा मुख्य समस्या चाहिँ जात व्यवस्था हो। जात व्यवस्था भने चाहिँ जातकै कारण जातकै आधारमा कोही मान्छे धनी हुने, कोही मान्छे गरिब हुने, कोही मान्छे शीर्ष स्थानमा पुग्ने, कोही मान्छे निम्न अथवा उत्पीडनमै परिरहने, कोही मान्छे धनीमानी बन्न पाउने, कोही मान्छे चाहिँ गरिब निमुखा नै भइरहने भन्ने एउटा प्रणाली हो। समाजको तीनवटा मुख्य प्रणाली हुन्छ। त्यो भनेको चाहिँ अर्थतन्त्र, त्यसपछि राजनीति र संस्कृति। यो तीनवटा कुरा बिना चाहिँ समाजको निर्माण हुँदैन। जस्तो ओडानको तीनवटा खुट्टा हुन्छ भने जस्तै हैन। जस्तो 4-5वटा भयो भने अझै पनि राम्रो, तर मुख्य त तीनवटा त चाहियो नि त अडिनको लागि। दुईवटाले त मात्र त सम्भव छैन ओडान अडिनको लागि। त्यसो हुनाले हो त्यस्तै जस्तो समाजको चाहिँ तीनवटा पक्ष छ, अर्थतन्त्र अनि राजनीति र संस्कृति। अब यसमा जात व्यवस्था भने चाहिँ के हो, जात व्यवस्था कसरी छ भन्ने कुरालाई चाहिँ म अलिकति प्रकाश पार्छु। यो निकै बुझ्न आवश्यक छ र एकदम धेरै अझ हामी जस्तो नयाँ पुस्ताले त यति धेरै बुझ्न आवश्यक छ कि नेपाली समाज किन भड्किरहेको छ, नेपाली समाजमा आज पनि मान्छेलाई जातकै आधारमा किन मान्छे मानिएको छैन, किन समस्याको रूपमा छ भन्ने कुरा चाहिँ यही जात व्यवस्था भन्ने कुरा नबुझेकै कारणले गर्दा यो समस्या अझ विकराल बनिरहेको छ। अब यो विषयमा अलिकति म जसरी मैले सुरुमै अर्थतन्त्रसँग छ, राजनीतिसँग छ, यसको संस्कृतिसँग छ भनेर भने त्यसलाई म अलिकति व्याख्यात्मक रूपमा उदाहरणसहित भन्छु ताकि आम मान्छेलाई बुझ्न सजिलो होस्। यो चाहिँ एकदम गहिरिएर सुन्न र हेर्न आवश्यक छ। मैले पनि भन्न खोजेकै त्यही हो, आम मान्छेले बुझ्ने गरी। अलिकति बौद्धिक मान्छेहरूले त बुझिराखेकै छन् अथवा विभिन्न सञ्चार माध्यममा पनि धेरै कुराहरू आइराखेकै छ। साधारण मान्छेले सजिलो तरिकाले सठिक तरिकाले बुझ्ने गरी बुझिरहेका मान्छेलाई पनि फेरि सुन्दा केही पनि फरक परेन। मिठो खाना पटक पटक खाइन्छ भने जस्तै होस्। अनि जो नबुझिरहेको यो के होला भन्ने लागिरहेको मान्छेहरूको लागि चाहिँ जात व्यवस्था अर्थतन्त्रमा कसरी छ, संस्कृतिमा कसरी छ र राजनीतिमा कसरी छ भन्ने कुरालाई चाहिँ म बुदागत रूपमा भन्छु। जस्तो जात व्यवस्था अर्थतन्त्रमा कसरी छ भन्ने कुरा हेरौँ है त। जातकै आधारमा कोही स्वत धनी हुन पाउने, कोही चाहिँ त्यो धनी हुने लेभलमा आउनै नपाउने कुरा चाहिँ जात व्यवस्था कसरी हो भने, जस्तो आज धनी हुनको लागि अरू समुदाय पनि गरिब छन् छनलाई चाहिँ हैन। ब्राह्मण समुदाय, अरू क्षेत्रीय अथवा जो शूद्रभन्दा माथि भनिएका कथित ठुला जात भनिएका छन् उनीहरू पनि गरिब छन् छनलाई। तर उनीहरू गरिब भएको चाहिँ भएर भएको गरिब हो हैन, त्यो अर्कै विषय हो। तर दलितहरू गरिब भएको विषय चाहिँ बनाएर भएको गरिब हो। किन त्यस्तो हो भने राज्यले दलितहरूलाई वा शूद्रहरूलाई जग्गा जमिन राख्ने, सम्पत्ति राख्ने अधिकारै दिएको थिएन हैन। उनीहरू आर्थिक पहुँचमा आउन पाउने अवस्था नै थिएन। जस्तो यति भनिरहँदाखेरि चाहिँ के लाग्ला भने कतिलाई पहिले पो त्यस्तो थिएन होला, राज्यले अधिकार दिएको थिएन होला, सम्पत्ति राख्न नपाउने, स्वत अधिकार हुन नपाउने, वीरता राख्न नपाउने त्यो अधिकार हिजो थिएन होला। अहिले त छ नि त, अहिले चाहिँ किन त्यसो भने त भन्ने कुरा पनि होला। तर अहिले पनि हेर्ने हो भने, अहिलेको समयमा पनि तुलना गर्ने हो भने धनी हुनलाई सामान्यतया हामी नेपाली समाजमा जसलाई धनी भन्छौँ वा सामान्यतया पैसा हुनेलाई, श्री सम्पत्ति हुनेलाई चाहिँ धनी भनिन्छ नि त अहिलेको तुलनामा हैन। अब हेरौँ है, जस्तो अहिले आएर पनि धनी हुनको लागि अहिलेको समाजले व्याख्या गरे जस्तै दुईवटा कुरा चाहियो, कि पैसा चाहियो कि जग्गा जमिन चाहियो धनी हुनको लागि। अब ऋण लिएर व्यवसाय गरेर धनी बन्न चाहने दलितहरूले बैङ्कमा जान्छ, ऋण माग्न पर्यो। ऋण माग्नको लागि बैङ्कले के भनिदिन्छ, ल धितो लिएर आउनुहोस्, यति फुटको मोटर बाटोले छोको जग्गा जमिन लिएर आउनुहोस् भनेर भनिदिन्छ बैङ्कले हैन।
जब राज्यले दलितहरूलाई जग्गा जमिन राख्ने अधिकारै दिएको छैन तब कुन चाहिँ दलितले त्यहाँबाट धितो राख्नको लागि बैङ्कमा कोल्याटरल राख्नको लागि स्थिर सम्पत्ति लगेर बुझाउँछ र ऋण लिन पाउँछ? त्यो त पाउँदैन उसँग, किनभने राज्यले राख्न दिएकै छैन, अधिकारै छैन होइन। दलितहरू त कहाँ छन् भने जहाँ रेखा पाखा कुना कप्चेरो होइन, खोला नालाको छेउनेरी त्यस्तो ठाउँ मात्रै उनीहरूको जग्गा जमिन बसोबास छ नि त। त्यसो हुनाले चाहिँ जात व्यवस्थाले दलितहरूलाई जग्गा जमिन राख्ने अधिकारै दिएको छैन हिजोको राज्य संरचना व्यवस्थाले। यसकारणले उनीहरूसँग अर्थतन्त्रमा जात व्यवस्था भनेको चाहिँ जग्गा जमिन राख्ने नपाउने अथवा धनी हुन नै नपाउने व्यवस्था भने हो। यसलाई अलिक सठिक रूपमा भन्छु म। अर्को चाहिँ राजनीतिमा भने चाहिँ के हो त भने चाहिँ जस्तो जातकै आधारमा कोही चाहिँ निर्णायक तहमा पुग्ने, कोही चाहिँ उत्पीडनमा परिरहने, त्यो भनेको चाहिँ जस्तो जनयुद्धको कुरा गरौँ न। 62-63 जनयुद्ध हुने बेलामा लडेको त गैर दलित मात्रै होइन नि त, दलित पनि लडे हो, त्यहाँ त महिला पनि लडेको हो होइन, आम समाजका आम मान्छे लडेको हो नि त। तर जब निर्णायक तहमा पुग्ने कुरा आउँछ, जब नीति निर्माण गर्ने कुरामा आउँछ अथवा जब त्यो पदको लाभ लिने कुरा आउँछ तब सरर एउटा सर्कलको मान्छे गइदिए कि एउटा निश्चित जातको मान्छे चाहिँ पुगिदिए। कसरी भने आज पनि हेरौँ न कि सांसद हुने कुरा, मन्त्री हुने कुरा होइन, त्यसपछि सभामुख हुने कुरा अथवा प्रशासनिक क्षेत्रमा सिडिओ हुने कुरा होइन, प्रहरीको एआइजी डिआइजी हुने कुरामा चाहिँ को छ त भन्दा एउटा निश्चित जातको मान्छे छ होइन। लड्ने चाहिँ सबै लडे यो व्यवस्था ल्याउनको लागि अथवा परिवर्तनको निमित्त सबै हुमिए। तर जब नीति निर्माण तहमा पुग्ने कुरा आउँछ तब एउटा निश्चित समुदायका मान्छे, निश्चित जातका मान्छेहरू चाहिँ सरलक्क पुग्छ। यो किन यस्तो हुन्छ भने ऊ चाहेर पनि पुग्न सक्दैन कि। यस्तो किन हुन्छ भने जात व्यवस्थाले राजनीतिमा यसरी गाँजेको छ। यस कारणले गर्दाखेरि राजनीतिमा जात व्यवस्थाको कारणले गर्दाखेरि उत्पीडन पर्नेहरू उत्पीडनमा परिरहेका छन् अनि माथिल्लो तहमा पुग्नेहरू सो त पुगिरहेका छन्। अब अर्को भनेको चाहिँ संस्कृतिमा कसरी छ त जात व्यवस्था भन्दाखेरि चाहिँ सामान्यतया धेरै जस्तो मान्छेले भनेको चाहिँ दलितहरूको समस्या भनेको चाहिँ छुवाछुत हो भन्ने छ होइन। छुवाछुत भनेको चाहिँ जात व्यवस्थाको संस्कृतिभित्रको एउटा पाटो हो होइन, कि जातकै आधारमा त्यो निश्चित हुने कि कोसँग विवाह हुने होइन, प्रेमै भए पनि त्यो प्रेम चाहिँ विवाहसम्म पुग्ने कि नपुग्ने भन्ने होइन। दलितको छोरी विवाह गर्यो गैर दलितले भने वा गैर दलितको छोरासँग चाहिँ दलितको छोरी गयो भने चाहिँ त्यो प्रेमलाई पनि स्वीकार्नै तयार नहुने कि। अनि त्यसपछि कहीँ कतै अपवादमा स्वीकारियो भने पनि त्यसलाई चाहिँ केही न केही बाहनामा छुटाउनु पर्ने, मृत्युवरण गर्नुपर्ने। जस्तो अहिले पनि हेरौँ प्रेम गरेकै कारणले गर्दा, अन्तर्जातीय विवाह गरेकै कारणले गर्दा अजित मिजारहरू टिचिङको शवक्रियामा अहिले पनि लाग्छ होइन। अनि त्यसपछि पछिल्लो एकदम ताजा घटना हेर्ने हो भने पनि रुकुममा नरसंहार भयो होइन। यस्तो यो चाहिँ जस्तो जात व्यवस्थाको संस्कृति हो कि उसले चाहिँ जात व्यवस्थाले चाहिँ कोही मान्छेसँग कोही बराबर हुनै दिन्न, कोही भन्दा कोही तल हुनैपर्छ, कोही भन्दा कोही माथि हुनैपर्छ। यस कारणले गर्दा जात व्यवस्था नेपाली समाजको मुख्य समस्या हो। यसले चाहिँ यसरी प्रश्न भन्छ कि को मान्छे धनी हुन पाउने, को मान्छे धनी हुन नपाउने, को मान्छे राजनीतिमा जान पाउने, को मान्छे जान नपाउने। शीर्ष स्थानमा के राजनीतिमा जान पाउने भन्नाले चाहिँ पार्टीमा जाने नेतृत्वदायी भूमिकामा चाहिँ को पुग्ने को नपुग्ने भन्ने कुरा चाहिँ पहिले निक्रियल गर्छ। र संस्कृतिको सवालमा चाहिँ को चाहिँ धनी को चाहिँ गरिब भन्ने त्यो एकदम प्रश्न हुन्छ। ल एउटा उदाहरण दिएर हेरौँ है। तपाईँ एकजना मान्छे कोहीसँग बस्नुहोस् वा भाइकै कुरा गरौँ कि तिमी लवन मानौ लवन उपाध्याय भयो होइन, म जसिन्द्र शेर्पाली भयो। अब हामी बिचमा अर्को दोस्रो कोही मान्छे आयो भने वा तिमी आफैले पनि हामी नयाँ भेट भयौँ, अब तिम्रो मेरो परिचय गऱ्यौ भने म चाहिँ जसिन्द्र शेर्पाली भनेको चाहिँ विश्वकर्मा भने र तिमी चाहिँ म लवन पौड्याल भन्ने थाहा हो भने अब तिम्रो दिमागमा अटोमेटिक थाहा हुन्छ कि मभन्दा यो मान्छे गरिब, मभन्दा यो मान्छे कमजोर, मभन्दा यो मान्छे अलिक फोहोरी अथवा कहीँ न कहीँ यो मान्छे मभन्दा तल्लो दर्जाको हो भन्ने सोच आइदिने कि जातकै आधारमा कोही मान्छे तल वा माथि होइन, त्यो समान लेभलमा बराबर लेभलमा नहुने।
यसको संस्कृति के यस्तो होइन। कोही मान्छे चाहिँ जातकै आधारमा चाहिँ उसँग चाहिँ प्रेम गर्न नपाउने, प्रेम भइहाल्यो भने पनि त्यो विवाहको रूपमा स्थापित हुन नपाउने होइन। विवाहलाई चाहिँ प्रेम अन्तर्जातीय प्रेम विवाह चाहिँ सहजै नस्वीकार दिने, ठुलै एकदम विश्वयुद्ध नै लड्नु पर्ला जस्तो कि, अथवा यस्तोसम्म भनौँ कि आफ्नो सन्तानभन्दा जात ठुलो लाग्दिने, सन्तानले रोजेको मान्छेभन्दा जात ठुलो भइदिने, यो चाहिँ यसको संस्कृति हो। यस कारणले गर्दाखेरि नेपाली समाजको मुख्य समस्या भनेको जात व्यवस्था हो। जात व्यवस्थालाई सठिक रूपमा बुझ्दा यसरी बुझ्न सकिन्छ। यसको विस्तृत रूपमा व्याख्या गर्न त हामीलाई यति टाइमले अलिक पुग्दैन जस्तो लाग्छ। यो विषयमा त अझ व्यापक छलफल गर्न आवश्यक छ। यसको उन्मूलन कसरी हुन्छ त? उन्मूलन कसरी गर्ने यसलाई? यो अब जात व्यवस्थाको कुराकानी गरिसकेपछि यसको समाधान के हो त भन्ने पनि कुरा त आउँछ होइन। यसको उन्मूलन गर्ने भनेको चाहिँ के हो भने, उन्मूलन गर्नको निमित्त त पहिलो कुरा त निरन्तर क्रान्ति गर्ने नै हो होइन। क्रान्ति चाहिँ कहिलेसम्म गर्ने भन्ने कुरा पनि आउला। क्रान्ति चाहिँ कहिलेसम्म भन्ने, क्रान्तिको चाहिँ कुनै निश्चित अवधि हुँदैन। यो निकै लम्बिन पनि सक्छ, कहिलेकाहीँ सठिक रूपमै प्राप्ति हुन पनि सक्छ। अब कहिलेसम्म क्रान्ति गर्ने भन्ने जुन प्रश्न छ, त्यो चाहिँ जबसम्म सफलता प्राप्त गरिँदैन त्यति बेलासम्म चाहिँ निरन्तर क्रान्ति नै गर्ने होइन। अनि अर्को चाहिँ उन्मूलन भने चाहिँ के हो त, अथवा उन्मूलन भए पछाडिको समाज कस्तो हुन्छ त भन्ने जुन प्रश्नसँगै जोडिएको छ। उन्मूलन गर्ने भनेको चाहिँ अरू जातिहरूले अथवा अरू समुदायहरू जुन लेभलमा छन् त्यही लेभलमा ल्याउने भने हो। जस्तो आज दलित समुदाय यहाँ छ, गैर दलित समुदाय चाहिँ यहाँ छ, यो डिस्टेन्स एकदम फराकिलो छ कि, त्यो तल रहेको समुदायलाई यहीँ ल्याउने भने हो, बराबर अवस्थामा ल्याउने भने हो होइन। त्यो कसरी सम्भव छ? त्यो कसरी सम्भव छ भने त्यसकै निमित्त चाहिँ पहिलो कुरा चाहिँ जात व्यवस्था विरुद्ध लड्न पर्यो। र जात व्यवस्था विरुद्ध लड्ने भनेको चाहिँ दलितहरूको निमित्त मात्रै न्यायको लागि लड्ने भने चाहिँ होइन। किन होइन भने जात व्यवस्था गैर दलितमा नभएको चाहिँ साँचो हो, तर यसको प्रभाव, यसको समस्यामा चाहिँ गैर दलित नपरेको भन्ने चाहिँ होइन। किन होइन भने म एउटा उदाहरणसहित भन्छु है। जैसी बाहुन र उपाध्याय बाहुन र जैसी बाहुन बीच विभेद छ। उपाध्याय बाहुनले जैसी बाहुनलाई विभेद गर्छ, जैसी बाहुनले फेरि झर्रो क्षेत्रीलाई विभेद गर्छ, झर्रो क्षेत्रीले फेरि जनजातिलाई विभेद गर्छ, जनजातिले दलितलाई विभेद गर्छ। दलितभित्र पनि फेरि विश्वकर्माले परियारलाई गरेछ, परियारले बादीलाई गरेछ होइन, गन्धर्वलाई गरेछ, यावो तह 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 छ के। यो किन छ भने जात व्यवस्थाले म अघि नै भने कि कोहीसँग कोही बराबर हुनै दिन्न। यसले चाहिँ असमान नीतिको चाहिँ प्रयोग गर्छ कि यो बराबर हुनै दिँदैन। यस कारणले गर्दा पहिलो कुरा त निरन्तर रूपमा जात व्यवस्था विरुद्ध लड्नु पर्यो उन्मूलन गर्नको निमित्त। हरेक राजनीतिक दलको एउटा मुद्दाको रूपमा चाहिँ जात व्यवस्था हुनु पर्यो लड्नको निमित्त होइन। र जात व्यवस्था उन्मूलन गर्ने भनेको चाहिँ जस्तो धेरैको मुद्दा, धेरै पार्टीहरूको एजेन्डा चाहिँ के छ भने दलितहरूको चाहिँ उत्थान गर्ने भन्ने विषय मात्रै जोडिन्छ कि, तर अब दलितहरूको उत्थान गर्न सम्भव छैन। किन सम्भव छैन भने उत्थान कस्तो कुरामा मात्रै सम्भव छ भने जसको सङ्ख्या सानो छ, थोरै छ, त्यस्तोहरूको मात्रै उत्थान हुनसक्छ। तर दलितहरू त यत्रो विरासत छ कि करिब 13.33% हाराहारीमा छ। 65 लाखभन्दा बढी दलितहरूको उत्पीडनमा छन् होइन। अझ यो जात व्यवस्थाको हकमा त सिङ्गो दक्षिण एसिया नै मारमा छ। यसो हुनाले चाहिँ त्यसको निमित्त चाहिँ व्यवस्था नै त्यही अनुसारको बनाउनुपर्छ। त्यो भने चाहिँ अझ सजिलो गरी बुझ्ने गरी भन्दाखेरि चाहिँ के भने चाहिँ जस्तो हामी एउटा कोठामा बसेर अन्तर्वार्ता रेकर्ड गरिरहेका छौँ। यो कोठामा अहिले हामी 4 जना मान्छे छौँ। अब यसमा थप 10 जना लियो भने कचाक कुचुक यसो उसो मिलाएर राख्न सकिएला। तर एकैचोटि 50 जना मान्छे ल्यायो भने त अब राख्न सकिँदैन नि होइन। अब 50 जना मान्छेलाई पनि राख्नको निमित्त के गर्नु पर्यो, अर्को कोठा खोज्नु पर्यो, योभन्दा ठुलो खालको कोठा खोज्नु पर्यो। हो त्यस्तै जस्तो जात व्यवस्था उन्मूलन गर्नको निमित्त व्यवस्थाकै विकल्प खोज्नु पर्यो पहिलो कुरा त। भनेपछि अहिलेको यो व्यवस्थालाई चाहिँ परिवर्तन गर्नु पर्यो। सम्भव छ, किन नहुने। किन सम्भव छ भने आजसम्म जतिवटा व्यवस्था चेन्ज भयो त्यो त लडेरै आएको हो नि त होइन, एकैपटक आएको। जस्तो अहिले पनि व्यवस्थाकै कुरा लिएर देश अहिले एकदम धुलमुले अवस्थामा छ। अहिले अशान्ति छाइरहेको छ। अहिले हेर्ने हो भने
विभिन्न पक्षहरू एकदम पक्षधर एकदम आन्दोलनरत छन्। त्यसमा अब तपाईँहरू पनि तपाईँको मोर्चा पनि आन्दोलनमै छ। यसलाई हेर्दाखेरि सुन्छ त राज्यले तपाईँहरूको कुरा? यस्तो हो, अब उहाँहरूको लडाइँ चाहिँ के छ भने व्यवस्था परिवर्तनको निमित्त लडाइँ चाहिँ छ। तर कस्तो भने उहाँहरू हिजो सकिसकेको भूत बनिसकेको होइन, जसलाई भूत भन्छ नि नेपाली समाजले, त्यस्तो भइसकेको सकिसकेको जसको त्यो कुनै अंश नै बाँकी छैन, त्यस्तोलाई फेरि फर्काउनुको निमित्त उहाँहरूले व्यवस्था परिवर्तन भनिरहनु भएको छ होइन। त्यो त सम्भव छैन नि, त्यो त सम्भव छैन। त्यसरी त व्यवस्था परिवर्तन आवश्यकता हो, तर अझ उन्नत व्यवस्था खोज्ने होला नि त होइन। यो व्यवस्थाले हाम्रा समस्याहरू परिपूर्ति गर्दिएनन् भने योभन्दा अझ विकसित अझ उन्नत व्यवस्था पो खोज्ने होला। तर हिजोकै जसले यत्रो 240 वर्षसम्म शासन गर्यो, जसले यति धेरै मान्छेहरूलाई गुमराहमा राख्यो, आजको जे हाम्रो समस्या छ होइन, विभेदका जुन स्वरूपहरू छन्, जुन प्रकृतिहरू छन्, जसले सिर्जना गर्यो त्यहीँ फर्किने भन्ने कुरा चाहिँ हुँदैन। यसको लागि चाहिँ विज्ञान प्रविधि सहितको विकसित विकल्प सहितको व्यवस्था ल्याउन आवश्यक छ। यसको निमित्त अझ गहिरो छलफल गरौँला, फराकिलो रूपमा छलफल गरौँला। अघि भाइले भनेको प्रश्नमा अझ मलाई केही जोड्न मन लागेको र अलि अपुरो छ भन्ने जस्तो लागेको कि जात व्यवस्था उन्मूलन भइसकेपछि के हुन्छ त भन्ने कुरा चाहिँ, जात व्यवस्था उन्मूलन भइसकेपछि के हुन्छ भने कोही मान्छे कोहीभन्दा ठुलो वा सानो लाग्नै छोड्छ होइन। अनि अन्तर्जातीय विवाह, अन्तर्जातीय प्रेमलाई चाहिँ सामान्य लाग्न थाल्छ कि अरू समुदायमा जसै गरी लागेको छ नि आज होइन। एउटा गुरुङ र गुरुङको पनि विभिन्न क्लस्टर छ नि होइन, विभिन्न थरीहरू छ, राईको विभिन्न थरीहरू छ। अथवा हाम्रै गाउँठाउँतिरको कुरा गर्ने हो भने छन्त्याल जातिहरू छन् होइन, छन्त्याल जातिहरूको 12वटा थरहरू छ। तर घरब्जा र तथब्जा मध्ये को ठुलो को सानो हो भन्यो भने केही पनि अन्तर देखिँदैन नि त होइन। छन्त्यालभित्रको तथब्जा र घरब्जा मध्ये कुन चाहिँ ठुलो कुन चाहिँ सानो हो त भन्ने भने कुनै पनि होइन, उस्तै त हो नि भन्ने जसरी दिमागमा आउँछ नि। हो, जात व्यवस्था उन्मूलन गर्ने भने यही हो, जातको चाहिँ अन्त्य गर्ने, तर थरलाई चाहिँ परिचयको रूपमा राख्ने भनेको चाहिँ कस्तो भने म यसलाई अलिकति जोड्छु। थरकै आधारमा चाहिँ मान्छेहरूले विभेद गरिरहेका छन् अहिले पनि होइन। तर थर त केसँग सम्बन्धित छ भने ठाउँसँग सम्बन्धित छ कि अधिकांश थरहरू चाहिँ नामको पछाडिका थरहरू, जस्तो म श्रीपाली हो होइन, श्रीपाली र शिरपालीहरू शिरपुखानीबाट आएको कारणले, मुगु जिल्लाको शिरपुखानी भन्ने ठाउँबाट आएको कारणले म शिरपाली हो होइन। पौडवाल भन्ने ठाउँबाट आएको कारणले पौड्याल हो। अब के पौडवाल भन्ने ठाउँबाट आएका पौड्यालहरू मात्रै हुन् त? होइन नि त, त्यहाँबाट त दलित पनि हिँडे, गैर दलित पनि हिँडे, जनजातिहरू पनि हिँडे, सबै हिँडे नि त। त्यसो हुनाले यसो सोच्ने भए त सबै के अरे पौड्यालहरू त दलित पनि हुन् होइन, गैर दलित पनि हुन्। यस कारणले थर भनेको केवल ठाउँसँग जोडिएको, केही पेसासँग जोडिएको, केही पदवीहरूसँग जोडिएको कुरा छ कि यो चाहिँ कुनै जातसँग जोडिएको निश्चित जातको विरासत बोक्ने कुरा होइन। यस कारणले कतिपयले मलाई पनि सोध्नुहुन्छ कि तपाईँ जसिन्द्र पछाडि पहिला श्रीपाली राख्नुभएको थियो, अहिले चाहिँ तपाईँ जसिन्द्र जी भनेर लेख्नु भएको छ फेसबुकमा, यो चाहिँ के हो भनेर केहीले सोध्नुहुन्छ। जस्तो थर जातमा गौरव गर्ने कुरा चाहिँ आवश्यक कुरा चाहिँ होइन। किन होइन भने म मेरो जात विश्वकर्मा हो भनेर मैले गौरव गर्न थालेँ भने मैले मभन्दा सानो भनिएका, जसले समाजले उच्च निचको व्यवस्था अनुसार चाहिँ मभन्दा सानो, मेरो जातभन्दा अर्को जातलाई सानो भनिएको छ, ऊप्रति म विभेद गर्न थाल्छु कि। किनभने मलाई जब म विश्वकर्मा हो भन्नेमा गौरव हुन थाल्छ, त्यसपछि मैले परियालाई सानो देख्न थाल्छु, वादीलाई सानो देख्न थाल्छु, गन्धर्वलाई सानो देख्न थाल्छु कि। यसकारण जात गर्व गर्ने विषय होइन, यो त सामान्य परिचयको कुरा हो। लवन शेर्पाली, जसिन्द्र शेर्पाली, यो त एकदम परिचयको रूपमा मात्रै लिने कुरा हो कि यो चाहिँ गौरव गरेर आत्मसम्मान बढाउने कुरा चाहिँ होइन। यसकारणले थरको जातको जुन विषय छ यसकै आधारमा नेपाली समाज बाँडिएको छ होइन। यो चाहिँ आवश्यक छैन, हुन पनि हुँदैन। र जात व्यवस्था उन्मूलन हुनु भनेको समान दृष्टिकोण बन्नु हो, अरूको जस्तै आर्थिक हैसियत बन्नु हो, अरूको जस्तै राजनीतिक समानता आउने कुरा, अरूको जस्तै सांस्कृतिक समानता आउने कुरा हो। राज्यको नीति निर्माण गर्ने तहमा अरू समुदायका मान्छेहरू जसै गरी आज पुगेका छन् त्यसै गरी पुग्न पाउने भने हो।
अनि अर्थतन्त्रको क्षेत्रमा अरूले जसै गरी धनार्जन गर्न पाएका छन् त्यसै गरी गर्न पाउने भने हो। र संस्कृतिको क्षेत्रमा विभेदका कुराहरू छ हैन, त्यसपछि निर्णय गर्ने कुराहरू छ, त्यो त्यसै गरी समान रूपमा गर्न पाउने भन्या हो, त्यो लेभलमा ल्याउने भन्या हो। न कि यो होइन कि अब दलितहरू माथि पुगेर फेरि गैर दलितहरूलाई विभेद सुरु गर्ने भन्या चाहिँ होइन। यो चाहिँ जात व्यवस्थाको अन्त्य गर्ने भन्या चाहिँ दलितहरूको मात्रै होइन कि गैर दलितको पनि समस्या समाधान गर्ने भन्या हो कि। किनभने मैले अघि पनि भने कि उपाध्याय बाहुन र जैसी बाहुन बिचमा विभेद छ, जैसी बाहुन र झरो छेत्री बिचमा विभेद छ हैन। उपाध्याय बाहुनले खसले छोएको खाँदैन, खसले पकाएको कुरा खाँदैन, त्यो भान्सा उसको परिवारमा चल्दैन। जात व्यवस्थाको उन्मूलन गर्ने भनेको उनीहरू बिचको त्यो असमानतालाई पनि समान बनाउने भन्या हो। जस्तो दाइले व्यवस्था परिवर्तन गर्ने कुराकानी गर्नुभयो, यो व्यवस्था परिवर्तन हुनु त गाह्रो छ। अहिलेकै राज्य सत्ताले हेर्दाखेरि अब राजावादीकै मात्र कुरा नगरौँ न, अरू पनि अस्ति भर्खर अब के अरे यो सिराहामा भएको घटनालाई लिएर त्यत्रो ठुलो आन्दोलन भयो, राज्यले सुनेन। यो राज्य त सुन्ने अवस्थामै छैन। अब सडकबाट मात्रै व्यवस्था परिवर्तन हुन्छ भन्ने ग्यारेन्टी लिन पनि सकिँदैन। यसमा चाहिँ क्रान्ति कहिलेसम्म गर्ने त? नेपाली दलितहरू क्रान्ति गरेरै थाक्ने त होइन नि। यस्तो छ, मैले अघि पनि भने कि क्रान्ति कहिलेसम्म गर्ने भन्ने कुरा त जुन प्रश्न छ यसलाई त क्रान्तिको चाहिँ कुनै निश्चित लिमिट नै हुँदैन। जति बेलासम्म परिवर्तन हुँदैन त्यति बेलासम्म लड्ने नै हो। जस्तो हामी यसो किन सोचिरहेका छौँ, यस्तो किन लागिरहेको छ भने हिजोको क्रान्ति कसरी सफल भएको थियो भन्ने कुरामै हाम्रो दिमाग पुगेको छैन कि। हामीले कम आकलन गरेका छौँ। जस्तो हो 240 वर्ष शासन गरेको राज संस्था फाल्नको लागि सामान्य थियो होला त? छैन, थियो नि त हैन। नेपाली जनताहरू निरन्तर रूपमा लड्दै आएर त्यो व्यवस्था फाल्यो, राणा त्यसै गरी फाल्या हो हैन। यसो हुनाले चाहिँ आजसम्म नेपाली समाजमा जे जति व्यवस्थाहरू परिवर्तन भयो त्यो चाहिँ निरन्तरको लडाइँले फालिएको। एकैपटक सहजै ल आउनुहोस् तपाईँहरू नयाँ व्यवस्था ल्याउनुहोस् हामी हट्छौँ भनेर हट्या होइन। यसको लागि पहिलो कुरा त निरन्तर रूपमा लडाइँ हुन आवश्यक छ। कतिपयले के भन्छन् भने किन फर्किनु पर्यो विगततिर, किन हेर्नु पर्यो विगतलाई, अब नयाँ राम्रो गरौँ त, हिजो जे थियो हो जे त नि। अब यो आन्दोलनै गरेर मात्रै लिनुपर्छ, त्यसको विकल्पहरू छैनन्। यही आन्दोलन मात्रै हो त्यसको विकल्प, अथवा राज्यसँग लड्ने मात्रै हो त्यसको विकल्प, यो व्यवस्था फाल्नु मात्रै विकल्प हो कि त्यसको नयाँ विकल्प अलि रचनात्मक खालको पनि हुनसक्छ? होइन, प्रक्रिया नयाँ अपनाउने, शैली नयाँ अपनाउने कुरा त छुट्टै कुरा रह्यो होइन। त्यो त सकिन्छ नसकिने भन्ने होइन। तर मुख्य कुरा त फेरि आन्दोलन नै हो। आन्दोलन असाध्यै ठुलो कुरा हो। किनभने व्यवस्था परिवर्तन गर्नुको निमित्त सामान्य अघि भाइले भने जस्तै एउटा निश्चित व्यक्ति आउनको लागि, निश्चित न्याय पाउनको लागि त यहाँ सडक आन्दोलन गर्नुपर्ने छ, सडकमा गएर गुहार माग्नुपर्ने अवस्था छ। हामीलाई समस्या भयो, हाम्रो सुनाइ गरिदेऊ, कतै भएको जातीय विभेदका घटना, कतै मान्छे मारेका कुरा पनि लौ न सुन्ने राज्य भनेर सडकमा जानु परेको छ भने यो त व्यवस्था नै परिवर्तन गर्ने कुरामा त त्यो सामान्य लडाइँले पुग्दैन हैन। कतिपयले चाहिँ के भनेर अघि मैले प्रसङ्ग पनि जोड्न खोजिरहेको थिएँ कि होइन हिजो त जे थियो अब किन पछाडि फर्किने, अब त अगाडि बढ्ने हो नि त, इतिहासलाई किन समीक्षा गर्नु पर्यो, इतिहासतिर किन फर्किनु पर्यो भन्ने पनि कुरा छ हैन। इतिहास बिनाको कुनै पनि योगदान हुँदैन हैन। हरेक योगदानको पछाडि, हरेक सफलताको पछाडि चाहिँ इतिहास छ। मैले पटक पहिले पनि भन्ने गरेको छु कि म आज 29 वर्षमा छु भन्नको लागि त बाँकी 28 वर्ष सकिएर आएको हो नि त हैन। बाँकी 28वटा वर्ष त हेर्नु पर्यो। यस कारणले पनि इतिहासको ठिक ढङ्गले संश्लेषण गर्दै त्यसको समस्याहरू, कमजोरीहरूलाई फाइन्ड आउट गर्दै समाधान गर्नु नै अबको विकल्प हो। र अर्को भनेको चाहिँ ठिक ढङ्गले, ठिक वैचारिकता सहितको आन्दोलन बिना फेरि गन्तव्यमा पुग्न सकिँदैन। यस कारणले ठिक विचार बोकेर योभन्दा उन्नत व्यवस्था ल्याउनुको निमित्त नलड्नुको विकल्प छँदै छैन। त्यो आन्दोलनको विभिन्न प्रकृति हुनसक्छ, विभिन्न तौर तरिका हुनसक्छ। त्यो राजनीतिक रूपमा छलफलबाट पनि हुनसक्छ, वैचारिक रूपमा पनि हुनसक्छ। याओ ढङ्गले काहीँ पनि सुनाइ नभएपछि अन्तिम विकल्प कहाँ हो त भने निर्णायकता हो त फेरि सडक आन्दोलन नै हो। सडक आन्दोलन भने फेरि यति ओजनदार कुरा हो, यति सशक्त कुरा हो कि कतिपय चाहिँ सदनले गर्न नसक्ने कुरा सडक आन्दोलनले गर्छ। यस कारणले सडक आन्दोलन त्यति सामान्य रूपमा लिनुपर्छ भन्ने मलाई लाग्दैन। यो त एकदम ठुलो
भयङ्कर ठुलो कुरा हो। यसको निमित्त चाहिँ जरुर छ। सडक आन्दोलनकै लागि पनि म जोडिहालेँ। सडक आन्दोलनको लागि पनि त एक ढिका त चाहियो नि, एक मुठी हुनु पर्यो नि। तर यहाँ कस्तो छ भने मैले देखिरहेको दलित अभियन्ता हुँ भन्नेहरू, दलितको आवाज वकालत गर्नेहरू नै नमिलेको जस्तो देखिने, अथवा एउटा पक्षले मात्रै गएर सडकमा कार्यक्रम गरिदिने पालै पालो होइन, एकैचोटि एकजुट भएर गऱ्यो भने केही प्रभाव हुन्थ्यो कि भन्ने पनि त छ नि त कुरा त। यसलाई यसरी हेर्न सकिन्छ कि यो व्यवस्थाको कुरा गर्नको लागि वा जात व्यवस्था अन्त्य गर्नको लागि वा समग्र व्यवस्था नै परिवर्तन गर्नको निमित्त चाहिँ दलितहरू मात्रै आन्दोलनमा आउने भन्ने कुरा नै अपूर्ण कुरा हो पहिलो कुरा त। किनभने 13% मान्छे आन्दोलनमा आएर बाँकी जति प्रतिशत पर्छ 67-68% कति बाँकी रहन्छ त्यो प्रतिशतलाई चाहिँ अवहेलना गरेर अथवा उनीहरूलाई चाहिँ छायामा राखेर 13% मात्रै लड्ने भन्ने कुरा चाहिँ हुँदैन। पहिलो कुरा यहाँ चाहिँ ती बाँकी रहेका प्रतिशतहरू पनि अग्रभागमा आएर लड्न जरुरी छ। पहिलो कुरा चाहिँ उनीहरू पनि सशक्त रूपमा आन्दोलन गरिनुपर्छ पहिलो कुरा। दोस्रो कुरा चाहिँ दलितभित्र पनि खेमा भयो होइन, उनीहरू विभिन्न चरणबद्ध रूपमा एक ठाउँमा उभिएर आन्दोलन गरेर फरक भयो भन्ने जुन कुरा छ, यो कुरा चाहिँ के हो भने बुझाइमा समस्या हो। किन बुझाइमा समस्या हो भने मिल्ने भने चाहिँ के हो भने मुद्दा हो नि त, विचार होला नि त मिल्ने त। व्यक्ति मिलेर मात्रै त हुनेवाला केही पनि छैन होइन। व्यक्तिसँग त कसको दुश्मनी कोसँग छ र, व्यक्तिगत रूपमा कसको के छ त्यो परवाहको कुरा पनि भएन। र मुख्य कुरा त आन्दोलन मिल्नु पर्यो, विचार मिल्नु पर्यो, कसले के को लागि गरिरहेको छ भन्ने कुरा चाहिँ हुनु पर्यो कि होइन। मान्छे स्वार्थ केन्द्रित आन्दोलन गरिरहेको छ कि व्यक्तिगत हितको निमित्त आन्दोलन गरिरहेको छ कि आफूलाई चर्चामा ल्याउनको निमित्त आन्दोलन गरिरहेको छ कि। यस कारणले गर्दा पहिलो कुरा चाहिँ मिल्ने आधार भनेको चाहिँ दुईवटा हो। पहिलो कुरा भनेको मुद्दा मिल्नु पर्यो, दोस्रो भनेको वैचारिकता मिल्नु पर्यो होइन। त्यो कुरा मिलिसकेपछि निक्रोल गर्न कतिपयलाई समस्या लाग्छ, कतिपयलाई टाइम लाग्छ। समस्या चाहिँ यो रहेछ, हामीले यसको विरुद्ध एकताबद्ध भएर जानुपर्ने रहेछ भन्ने कुरा बुझ्न अलिकति टाइम लाग्छ। अहिले भएको पनि यही हो। र अर्को कुरा चाहिँ मैले अघि पनि भने कि जात व्यवस्थाले कसैलाई समान हुँदै दिँदैन, कोही भन्दा कोही अग्लो वा होचो वा कोही फरक अन्तर यो ग्याप रहिरहन्छ। यसैको प्रभाव पनि हो। अन्तत फेरि एक ठाउँमै आएर उभिनुको विकल्प चाहिँ छैन। अहिले कतिपयलाई चाहिँ त्यो लामो रेस जस्तो लागिरहेको छ कि ओहो त्यो त अर्कै कुरा भयो नि, व्यवस्था नै परिवर्तन गर्ने भन्ने कुरा त कहाँ अहिले नै कल्पना गर्न सकिन्छ र कहाँ अहिले नै सम्भव छ र त्यो त अर्कै जुनीसम्म हाम्रो छोरा नातिसम्म लड्नुपर्छ। अनि हामी भएको चाहिँ के अर्थ हो, हामी त अहिले नै स्वाद चाखेर मर्न चाहन्छौँ भन्ने पनि छ नि त होइन। यस कारणले त्यो लामो परिवर्तनको निमित्त पनि अहिलेको व्यवस्थामा पनि जे राम्रो गर्न सकिन्छ त्यो सबै गर्दै जाने हो। अहिलेको व्यवस्थामा पनि सकेसम्मको चाहिँ गर्दै जाने हो। अन्ततः एक ठाउँमा आउनुको निमित्त एक ठाउँमा रहेरै लड्नुको विकल्प छैन। यो त भयो अब जात व्यवस्थासँगै जोडिएर कुराकानी गर्दाखेरि तपाईँ अब धर्म कर्ममा पनि विश्वास गर्नुहुन्न र हामीले देखिरहेछौँ। अब हामी त धेरै सङ्गत भइसक्यो। अब तपाईँले दसैँ तिहार चाडपर्व केही पनि मान्नुहुन्न। खास तपाईँको धर्मसँग नैराश्यता चाहिँ किन? यो चाहिँ एकदम कम मान्छेले बुझेको र धेरै मान्छेले बुझ्न आवश्यक मध्येको एउटा यो पनि हो। तपाईँ दसैँ तिहार लगायतका चाडपर्व किन मान्नुहुन्न भन्ने प्रश्नको एउटै जवाब चाहिँ के हुनसक्छ भने धर्म नै नमान्ने भनिसकेपछि चाडपर्व हिन्दू धर्मभित्रको चाडपर्व मनाउने भन्ने कुरै रहेन। किनभने म धर्मै मान्दिनँ भनिसकेपछि त्यहाँभित्र रहेका विभिन्न चाडपर्वहरू मनाउने भन्ने त कुरै रहेन होइन। अर्को कुरा चाहिँ किन धर्मै मान्दिनँ भन्ने कुरा चाहिँ नेपाली समाजमा वा धर्मको विकास चाहिँ मानव जातिको विकास चाहिँ अथवा मान्छेहरू यसरी व्यवस्थित रूपमा बस्न थालेको चाहिँ 70,000 वर्ष भएछ चाहन्छु होइन। तर धर्मको विकास चाहिँ धर्महरूको सुरुवात भएको चाहिँ जम्मा 5,000 वर्ष भएछ कि भनेको 65,000 वर्ष बाँकी रहेको 65,000 वर्ष त धर्मविहीनै भएर समाज चलिरहेको थियो नि त होइन। तर अहिलेको धर्महरू चाहिँ व्यापारको निमित्त र मान्छेहरूलाई मान्छे नबनाउनुको निमित्त प्रयोग भएर आयो। त्यो भनेको चाहिँ ठ्याक्कै उदाहरण दिएरै भन्ने हो भने म हिन्दू धर्म मान्दिनँ वा कुनै धर्मै मान्दिनँ, तर हिन्दू धर्मभित्र जोडिएको कुरा हो दसैँ मान्ने तिहार मान्ने कुरा चाहिँ होइन। म किन मान्दिनँ भने एउटा धर्मगुरु जस्तो अस्ति तिनकुनेमा हेऱ्यौँ न हामीले, जो हिन्दू धर्म मानिरहेको छ अथवा
हिन्दू धर्म चाहिँ लागू हुनुपर्छ, देशव्यापी रूपमा चाहिँ हिन्दू संस्था चाहिँ फर्किनुपर्छ भनेर भनिरहेका छन्। ती धर्मगुरुहरूको हालत हेरौँ त एकपटक कस्तो छ। सडकमा गएर ढुङ्गा मुढा उठाएर फ्याँक्ने हान्ने तिनी धर्मगुरु होइनन्। त्यही धर्मगुरु होइनन् धरानका सहरमा गएर तरबारहरू समातेर जनताहरूलाई त्रसित बनाउँदै हिँड्ने। अनि यिनीहरू चाहिँ कस्तो धर्म गरिरहेका छन्। धर्मले यही भन्छ कि सडकमा खुलेआम दिन दहाडे गेरु वस्त्र लगाएर हातमा तरबार बोकेर हिँड भन्छ। धर्म नै गलत होइन होला, धर्मलाई व्याख्या गर्ने मान्छेहरू गलत होलान् भन्ने कुरा नि त आउँछ। कसरी हुन सक्छ? यो त अबुझहरूले, अध्ययन कम भएका मान्छेहरूले भनेको कुरा हो। धर्मकै ऋग्वेदको 10औं मण्डलमा लिखित रूपमै भनिएको छ कि दलितहरूले शास्त्र पढे भने वा शास्त्र सुने भने उनीहरूको कानमा सिसा पगालेर गाली दियो भनेर भनेको छ कि होइन। कसरी हुन ठिक हुनसक्छ? हिन्दू धर्मले नै अथवा त्यसको मनुस्मृतिमै लेखिएकै छ कि कुन जातको शव, मरेको शव, लासलाई छोयो भने कति दिन अपवित्र हुने भनेर भनेको छ कि। जस्तो ब्राह्मणको शव छोयो भने कति दिन ऊ चाहिँ अपवित्र हुने, अशुद्ध हुने होइन। क्षेत्रीको छोयो भने कति दिन हुने र त्यसपछि दलितको छोयो भने कति दिन अपवित्र हुने भन्ने जसले यसरी छुट्याएको छ, जसले मान्छेलाई मान्छे नै हुन दिएको छैन। आजको दिनमा यो जुन अलिक व्याप्त देखिएको जातीय छुवाछुतको कुरा छ, यो त धर्मले निर्माण गरेको कुरा हो नि त। यस कारणले मैले किन मानिदिनु पर्ने? मलाई मान्छे बन्न नदिने धर्म, मलाई चाहिँ अरू बराबरको समान हुन नदिने धर्म, मेरो समुदायले चाहिँ अन्तर्जातीय प्रेम गरेकै कारण मारिनुपर्ने धर्म, मेरो समुदायले चाहिँ मन्दिर पसेकै कारणले मर्नुपर्ने धर्म, मेरो समुदायले चाहिँ अरूले जस्तै समान हक अधिकार राख्नु पाउने कुरा बोल्दै गर्दा मारिनुपर्ने धर्म, मेरो समुदायले चाहिँ घर निर्माण गर्छ, त्यसको कला कौशल भर्छ, त्यसलाई बुट्टा भर्ने काम गर्छ र त्यही घरमा पसेकै कारणले उसले ज्यान गुमाउनु पर्ने धर्म मैले किन मानिदिनु पर्ने? यस कारणले गर्दा आजको जातीय छुवाछुतको मुख्य कारण धर्म हो, हिन्दू धर्म हो। यस कारणले गर्दा मैले हिन्दू धर्म छोडेँ। यो संयोगवश म हिन्दू धर्म मान्ने परिवारमै जन्मेँ। मेरो 19-20 वर्ष, 20-21 वर्षसम्म मैले त्यही धर्म मान्दै आएँ, त्यो अनुसरण गर्दै आएँ। तर जब मलाई धर्म नै बेठिक रहेछ भन्ने थाहा हुँदै गयो, जब मैले त्योसँग अध्ययन गर्दै गएँ, जब त्यो कुरा बुझ्दै गएँ, तब मलाई बेठिक हो भन्ने लागिसकेपछि मैले फेरि त्यो मान्न सुरु गरेँ, फेरि मैले त्यो कुरालाई अनुसरण गरेँ भने त अब मैले बुझेको कुरा त गलत भयो नि त होइन। यस कारणले बुझ्नु भनेको कार्यान्वयन गर्नु पनि हो, बुझ्नु भनेको प्रयोगमा ल्याउनु पनि हो। यस कारणले मैले धर्म त्यागेँ, यस कारणले मैले चाडपर्वहरू त्यागेँ। हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आएका छौँ। म यो त देशभर समग्र कुराकानी भयो। अब म तमान खोलातिरै थोरै जोडेर कार्यक्रमलाई समापन गर्न चाहन्छु। पत्रकारितामै रहेर होस् या जात व्यवस्था उन्मूलन मोर्चामै रहेर तमान खोलाले तपाईँप्रति धेरै आशा गरेको छ, अपेक्षा गरेको छ। तर तमान खोलाको पनि काहीँ न काहीँ गुनासो छ होला कि जसिन्द्र शेर्पाले काठमाडौँमा मात्रै केन्द्रित रह्यो, यहाँ आएर यस्ता कुराहरू समाजमा ग्रासरुट लेभलमा आएर के गरे त भन्ने प्रश्न पनि उठिरहेको हुन्छ। यसमा चाहिँ तपाईँको भनाइ के छ? अब कतिपय कुराहरू रहरसँग जोडिएर मात्रै समाधान पनि हुँदैनन् होइन। जस्तो मेरो पनि रहर छ, म आफ्नै पालिकामा फर्क्यौँ, त्यहाँको चेतना स्तर वृद्धि गर्नको निमित्त त्यहाँका भएका विकृति, व्यथिति, विसङ्गति, त्यो रूढिवादी होइन, यी समस्याहरूको विरुद्धमा लडौँ भन्ने त मलाई पनि छ। तर त्योभन्दा अझ गहकिलो भएर बुझ्नुपर्ने कुरा चाहिँ के हो भने, जुन कुरा म तमान खोला गएर भन्छु त्यो कुरा काठमाडौँ गएर पनि भन्दाखेरि सुन्ने ठाउँ चाहिँ फराकिलो हुन्छ। जस्तो म तमान खोलामा मात्रै गएर यो काम गरेँ भने तमान खोलाभित्रका मान्छेहरूको लागि मात्रै आन्दोलन जस्तो हुनसक्छ। तर म यही कुरा देशको राजधानीमा बसेर भने एकैपटक धेरै ठाउँमा पुग्छ होइन। धेरै, किनभने समस्या भने त तमान खोलामा मात्रै होइन नि त। त्यो कारणले गर्दाखेरि लडाइँ भनेको एउटा निश्चित ठाउँमा बसेर मात्रै गर्ने भन्ने चाहिँ हुँदैन। आजको विज्ञान प्रविधिको युगमा, टेक्नोलोजीको युगमा हिजो काठमाडौँबाट पठाइएको एउटा पत्र गाउँ पुग्नको लागि कम्तीमा 1 महिना लाग्थ्यो। कम्तीमा पनि विभिन्न हुलाकबाट ठोकिँदै गाउँ पुग्नु त्यति टाइम लाग्थ्यो। तर अहिलेको टेक्नोलोजीले यति धेरै विकसित बनायो कि अस्ट्रेलियामा बस्ने एकजना मान्छेले एउटा क्लिक गरेको भरमा त्यो सन्देश चाहिँ विश्वभरमा 1 सेकेन्डमा होइन, विदिन 3 सेकेन्डमा चाहिँ
पुग्ने अवस्था भइसक्यो। यस कारणले गर्दा आजको प्रविधिको युगमा जहाँ बसेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने कुरा एउटा रह्यो। अर्को कुरा चाहिँ फर्किन मन त छ होइन, आफ्नै गाउँठाउँमा फर्केर आफ्नै गाउँठाउँको मान्छेहरूको चेतना विकास गर्नको निम्ति। किनभने आजको समयमा पनि मान्छेहरू मान्छे बन्न पाइरहेका छैनन् होइन। विस्तवादी प्रवृत्तिले अझै पनि गाँजेको छ। महिलाहरू अझै पनि उत्पीडनमा छन्, चुला चौकोमा सीमित छन्, अझै पनि बाहिर आएर बोल्न सक्ने अवस्था छैन, समाजको निर्णायक तहमा बस्ने अवस्था छैन होइन। उपाध्यक्ष नै लड्नुपर्ने, अध्यक्षको नेतृत्व गर्न नपाउने, कोषाध्यक्षमा बसिदिनु पर्ने, उनीहरूको नागरिकता मात्रै प्रयोग हुने, निर्णय गर्ने तहमा भोगचलन गर्ने कुरामा चाहिँ कहीँ पनि प्रयोग नहुने, यो जे समस्याहरू छ, जे अवस्थाहरू छ, त्यसको फेरबदल गर्न मन छ। त्यस्तो दिन आओस् म कि आफ्नै गाउँठाउँमा फर्केर केही नयाँ गर्न सकौँ, केही फरक गर्न सकौँ भन्ने, र त्यो मनमा पनि छ। यहाँ बस्नु पछाडिको केही सठिक कारणहरू छ, त्यो समाधान भयो भने जरुर फर्किन मन छ। त्यो दिन चाँडै आउला। हुन्छ, समय र संवादको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुराहरू त पछिल्ला एपिसोडहरूमा हुँदै गर्लान् होलान्। अहिलेलाई चाहिँ कार्यक्रमको बिट यहीँ मार्नुपर्छ क्या। धन्यवाद भाइ। यो म अन्तर्वार्ता दिने भन्ने कुरा चाहिँ एकदम अप्ठ्यारो लाग्छ कि यो, किनभने गहिरो कुरा हो, सामान्य कुरा होइन। यसमा मान्छेलाई चाहिँ क्यामेराको अगाडि बोल्ने हो, मनमा जे आउँछ त्यो फ्याटो भन्ने हो भन्ने मात्रै छ। तर म त्यस कारणले पनि अन्तर्वार्ता दिने कुरामा कतिपय साथीहरूले अनुरोध गर्दा पनि म मान्दिनँ, किनभने यो गहिरो कुरा हो। घुमाइदिले पछिल्लो समयमा निकै नयाँ गरिरहेको छ, फरक गरिरहेको छ। प्रकृति देखाउने कुरा, संस्कृति देखाउने कुरा र त्यसपछि मान्छेहरूको लाइफस्टाइल देखाउने कुरामा चाहिँ घुमाइदिए अग्रसर भएर लागिरहेको छ। यसको लागि चाहिँ प्रिय भाइ लवन, यो टिमसँग जोडिएको हाम्रो छविराज भाइ, सुरेश भाइ लगायतको सम्पूर्ण युनिटलाई मेरो तर्फबाट धन्यवाद। हस्, थ्याङ्क यू सो मच। ल दर्शकवृन्द, हामीले आज विभिन्न विषयमा कुराकानी गऱ्यौँ। अब छिट्टै हामी गाउँ देखाउने यात्रामा अगाडि बढ्दैछौँ। हाम्रो तयारी चलिरहेको छ। यहाँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् र हामीसँग जोडिनुहोस्। फेसबुक, टिकटक र युट्युबमा हामी तपाईँहरूसँगै रहनेछौँ, तपाईँहरूसँगै सहयात्रा गर्नेछौँ। धन्यवाद।